नमस्कार सबैजनालाई। साथीहरु, तपाईहरुले नियमित रूपमा फेसबुकमा भिडियो, फोटो, रिल्स राख्नुहुन्छ तर भ्यू जाँदैन। तपाईको भिडियो परफर्मेन्स राम्रो छ, क्वालिटी राम्रो छ, तपाईले मेहनत गरेर भिडियो बनाउनु भएको छ र पनि भ्यू जाँदैन र लाइक आउँदैन। तपाईहरुले भिडियो अपलोड गर्नु भन्दा पहिले के सेटिङहरु मिलाउनु पर्ने हुन्छ र मात्रै तपाईकोमा भ्यू जान्छ। तपाई एक कन्टेन्ट क्रिएटर हो, तपाईले फेसबुकमा दीर्घकालीन रूपमा काम गरेर पैसा कमाउन चाहनुहुन्छ भने केही नियमहरु हुन्छन्। त्यो नियमहरुलाई तपाईले पालना गर्नुपर्ने हुन्छ। तपाईहरुलाई म सरल भाषामा स्टेप बाइ स्टेप भिडियो कसरी अपलोड गर्ने र भ्यूज, लाइक कसरी बढाउने, फलोअर्स कसरी बढाउने भनेर म स्टेप बाइ स्टेप सिकाउन गइरहेको छु। मेरो भिडियोको साइज थोरै लामो हुन सक्छ, मेरो भिडियोलाई स्किप नगरी हेर्नु होला ताकि तपाईको जीवनमा यो काम लाग्न सक्छ है त। भिडियो सुरु गर्नुभन्दा पहिले मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने एक सब्स्क्राइब गरेर साथ दिनु होला। मेरो भिडियो मन परेमा लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला र यस्तै यो भिडियो अरूमाझ साथीहरुलाई पनि बुझाउनको लागि शेयर गरिदिनु होला भन्दै म ढिला नगरी म स्क्रिन शेयर मार्फत तपाईहरुलाई बुझाउन गइरहेको छु। मेरो भिडियोलाई स्किप नगरी हेर्नु होला। साथीहरु, सबैभन्दा पहिले तपाईहरु आफ्नो फेसबुकलाई ओपन गर्नुहोस्। म ओपन गर्न गइरहेको छु, तपाई पनि ओपन गर्नुहोस्। ओपन गर्नुभयो। सबैले मिस्टेक गर्ने भनेको यहाँबाट हो। तपाईहरुले फोटो, भिडियो, रिल्स, स्टोरी जे पनि अपलोड गर्नुहुन्छ यो फोटोको साइनमा गएर यसरी चाहिँ तपाईहरुले अपलोड गर्नुहुन्छ। यसरी यो रिल्सहरु राख्नु भए पनि यो बिग मिस्टेक हो है त। तपाईहरुले बुझ्नुपर्ने के हुन्छ भन्दा यहाँबाट फोटो, भिडियो, रिल्स जे पनि अपलोड गर्नुहुन्छ त्यो चाहिँ भाइरल हुने सम्भावना हुँदैन, भ्यूज जाँदैन, लाइक आउँदैन है त। त्यसको लागि तपाईहरुलाई म एक स्टेप ब्याक गर्न गइरहेको छु। तपाईहरु यहाँबाट ब्याक गर्नुहोस्। यो डिस्कार्ड पोस्ट गरेर मैले ब्याक गर्नुहोस्। तपाईहरुले यहाँ देख्न सक्नुहुन्छ प्लसको साइन। प्लसको साइननिर गएर टच गर्नुहोस्। यहाँ देख्न सक्नुहुन्छ तपाईहरुले पोस्ट, स्टोरी, रिल, लाइभ, नोट, एआई। तपाईहरुले यहाँनिर के गर्नुपर्छ भन्दा पोस्ट के फोटोहरु राख्नु भयो भने पोस्टमा गएर राख्न सक्नुहुन्छ। स्टोरीको लागि स्टोरी छ, रिल छ, लाइभ, नोट, एआई है त। तपाईहरुले के गर्नुहोस् भन्दा रिल जस्तै फेसबुकमा रिल राख्दै हुनुहुन्छ भने यो रिलमा जानुहोस्। अब यहाँ मैले एउटा रिल राख्दै छु है त। यो रिल राख्दै छु। आउँछन्। अब तपाईहरुले मेन बुझ्नुपर्ने के हुन्छ भन्दाखेरि तपाईहरुले एड टाइटलमा देख्न सक्नुहुन्छ डिस्क्राइब योर रिल्स। तपाईको रिलको बारेमा बयान गर्नुहोस् भनेको छ। यु क्यान अल्सो एड ह्याशट्याग्स हेयर। तपाईहरुले ह्याशट्याग पनि यहाँ चाहिँ युज गर्न सक्नुहुन्छ भनेर देखाएको छ। अब यो रिलको बारेमा तपाईले के लेख्ने त? यो रिलमा के लेख्नुपर्ने हुन्छ भन्दाखेरि तपाईको रिलमा जे छ, जुन तपाईले कन्टेन्टमा बनाउनु भएको छ त्यही अनुसारको डिस्क्राइब गर्नुपर्ने हुन्छ। मैले यहाँ एउटा कमेडी भिडियो राखेको थिएँ, यहाँ कमेडी सम्बन्धी डिस्क्राइब गर्नुपर्ने हुन्छ ताकि तपाईको रिल जसले पनि हेर्दै हुनुहुन्छ रिल हेर्नुभन्दा पहिले तपाईको टाइटल हेरेर वाउ यो हेर्नुपर्छ भन्ने चाहिँ हुनुपर्छ। तब मात्रै तपाईको फलोअर्स वा भ्युअरले हेर्नुहुन्छ है त। यो बुझ्नुपर्ने हुन्छ तपाईहरुले। म यहाँ एउटा लेख्न गइरहेको छु, कमेडी गर्दा यस्तो भयो। तपाईहरुले यस्तै एउटा टाइटल लेख्नुहोस् तपाईको प्रसङ्ग अनुसार है त। त्यो गर्नुभयो भने तपाईको भिडियोमा ओहो के छ त भनेर तपाईहरुको भिडियो मान्छेहरुले क्लिक गर्ने सम्भावना धेरै हुन्छ। ह्याशट्याग राख्नुहोस्, कमेडी राख्नुहोस्, तपाईको जे सम्बन्धी छ त्यो सम्बन्धी ह्याशट्याग राख्नुहोस्। यहाँ लेखेको छ कमेडी रिल्स, कमेडी छ, यस्तो किसिमको ह्याशट्याग राख्नुहोस्। यो त भयो तपाईहरुले डिस्क्राइब गर्नुपर्ने कुरा। यहाँ 2-3 जना मिलेर बनाउनु भएको छ भने त्यहाँ मेन्सन भन्ने लेखेको छ, त्यो साथीको नाम पनि मेन्सन गर्न मिल्छ। यसरी गर्नुभयो भने के चाहिँ तपाईको भ्यू जाने सम्भावना हुन्छ है त। त्यस्तै गरी तपाईले यहाँ कभर राख्नुपर्ने हुन्छ। यहाँ कभर राख्नु पूर्व तपाईहरुको यहाँ जस्तो कि तपाईको यो कभरबाट यस्तो हुन्छ कि तपाईको जुन भिडियो छ त्यो तपाईको फलोअर्सहरुले हेर्नको लागि एट्र्याक्सन गर्ने खालको हुनुपर्छ है त। जस्तै एट्र्याक्सन हुने खालको यहाँ म हेर्दै छु। अब यो यतिको पनि राख्न सक्छ। यहाँ दुईटा हात राखेर यसरी चाहिँ मुख बिगारेको छ, यसले चाहिँ केही एट्र्याक्सन दिन सक्छ। यसरी चाहिँ तपाईले कभर चाहिँ चेन्ज गर्नुपर्ने हुन्छ। कभर यहीँबाट सजिलै चेन्ज हुन्छ। यो नराखेर तपाईहरुले एड फ्रम ग्यालेरी, आफ्नो ग्यालेरीबाट कुनै थम्बनेल जस्तो बनाउनु भएको छ थम्बनेललाई पनि राख्न सक्नुहुन्छ। म यो एड फ्रम ग्यालेरीमा गएँ। जस्तै म एउटा थम्बनेल रेडी गरेको छु, यो थम्बनेललाई पनि राख्न सकिन्छ। यसरी चाहिँ फेसबुकमा 50-60 मात्र भ्यूज जान्छ। यसरी सजिलै भ्यूज, लाइक र फलोअर्स बढाउनुहोस् भनेर मैले एउटा यो थम्बनेल बनाएको छु। जस्तै यसलाई पनि यसरी सेभ गर्न मिल्छ है त। यो त भयो थम्बनेल र टाइटलको बारेमा। अब तपाईहरुले अर्को कुरा के सिक्नुपर्ने हुन्छ भन्दा ट्याग पिपल। तपाईहरुले जस्तै 2-3 जना मिलेर बनाउनु भएको छ भने त्यो साथीलाई ट्याग गर्न पनि सक्नुहुन्छ है त। त्यो गर्दाखेरि त्यो साथीकोमा पनि जान्छ, त्यो साथीको पनि फलोअर्स भ्युअर हुन्छन्, त्योको भिडियोमा पनि रिल्समा
लाइक गर्न र हेर्न आउने गर्छन् है त, त्यो मिलाउनु पर्ने हुन्छ। यहाँ ट्याग गर्न सक्नुहुन्छ यसरी, यो ट्याग गर्ने कुरा भयो। त्यसै गरी तपाईँहरूले आफ्नो जुन पनि पोस्ट छ, फोटो भिडियो रिल्स जे पनि छ त्यसलाई चाहिँ सेयर, जस्तै कुनै पनि ग्रुपमा सेयर गर्न सक्नुहुन्छ। तपाईँको इच्छा हो, तपाईँले सेयर गर्नुहोस् नगर्नुहोस् त्यो आफ्नो कुरा हो है त। त्यस्तै गरी एड टपिक्स, यहाँ टपिक्स यो चाहिँ मेन कुरा हो फेसबुकको लागि। तपाईँको फोटो भिडियो रिल्स जे पनि छ त्यसको लागि भाइरल गराउनको लागि तपाईँले यहाँ टपिक गर्नुपर्छ। मैले कमेडी भिडियो बनाएको थिएँ, यहाँ धेरै देखाएको छ, पेट केयर देखाएको छ, वाइल्ड लाइफ, धेरै टाइटलहरू देख्न सक्नुहुन्छ। मेरो चाहिँ कमेडी जर्नामा भिडियो बनाएको थिएँ, त्यसैले कमेडी मैले चुज गरेँ। यसरी चाहिँ कमेडी चुज गरेँ, कमेडीलाई सेभ गरेँ यहाँबाट। यो भयो। तपाईँले सेयर टु योर स्टोरी भनेको छ, यो चाहिँ तपाईँको जुन रिल राख्दै हुनुहुन्छ त्यसलाई चाहिँ स्टोरीमा पनि राख्नुभयो भने त्यो मान्छेले स्टोरी हेरेर फेरि रिल हेर्न पनि आउने सम्भावना हुन्छ। त्यही भएर तपाईँले स्टोरीलाई चाहिँ त्यो जुन रिल छ त्यसलाई स्टोरीमा पनि राख्नुहोस् भन्छु, त्यसबाट पनि तपाईँलाई फाइदा हुन्छ। अर्को छ इन्स्टाग्राम, जस्तै तपाईँको जुन भिडियो छ त्यसलाई चाहिँ इन्स्टाग्राममा डाइरेक्ट, जस्तै फेसबुकमा अपलोड हुने बित्तिकै इन्स्टाग्राममा पनि अपलोड हुन्छ। तपाईँले आफ्नो इन्स्टाग्राममा पनि फेसबुकलाई लिङ्क गराउनु भएको छ भने इन्स्टाग्राममा पनि त्यो पोस्ट हुन्छ, त्यसले इन्स्टाग्राममा पनि पोस्ट बढ्छ। दुईचोटि अपलोड गर्नु परेन, तपाईँले इन्स्टाग्राममा पनि अपलोड गर्न सक्नुहुन्छ यहाँबाट। जस्तो मेरो अलरेडी यहाँ अन गरिदिएको छु, इन्स्टाग्राममा पनि अपलोड हुन्छ है त। यो एबी टेस्ट भन्ने यो त्यति म त छैन यसको बारेमा, एबी टेस्टकोलाई इग्नोर गर्नुहोस्। एड एआई लेभल, यो जस्तै कि एड एआई लेभल भनेर कसैले यहाँ अन गरिदिनुहुन्छ, यो मिस्टेक चाहिँ नगर्नु होला। यो मिस्टेक गर्नुभयो भने के हुन्छ भन्दा, जस्तै कसैले एआईको भिडियोहरू फेसबुकमा अपलोड गर्छन्, त्यो एआईबाट बनाएको भिडियोलाई अपलोड गर्नुभयो भने तपाईँले यहाँ एआई लेभललाई चाहिँ अन गर्नुपर्ने हुन्छ, नत्र यो एआईलाई अफ गर्नुपर्ने हुन्छ। यो हामीलाई चाहिँदैन, जसले रियल कन्टेन्ट बनाउनु भएको छ। यसलाई चाहिँ म अफ गरेँ। यो ट्रान्सलेट योर भोइस विथ मेटा एआई, यो एआई सम्बन्धी केही चाहिएन। यो बुस्ट रिल भन्ने देख्नु भएको छ, यो चाहिँ पैसा तिरेर बुस्ट रिल गर्ने हो, यो पनि हामीलाई अहिले चाहिएन। जस्तै अब अर्को कुरा, मेन कुरा छ हु क्यान सी दिस रिल, यसमा चाहिँ तपाईँले क्लिक गर्नुहोस्। तपाईँले यहाँ मेन ध्यान दिनुपर्ने कुरा के हुन्छ भन्दा पब्लिक फ्रेन्ड्स एक्सेप्ट, यहाँ देखाएको छ। तपाईँले आफ्नो फोटो भिडियो रिल्स जे पनि राख्नुहुन्छ ओन्ली फ्रेन्ड्स नगर्नु होला, फ्रेन्ड एक्सेप्ट पनि नगर्नु होला। किनकि तपाईँको फ्रेन्डमा मात्रै क्लिक गर्नुभयो भने तपाईँको फोटो भिडियो जुन छ तपाईँको फ्रेन्ड्सलाई मात्र त्यो चाहिँ फेसबुकले रिकमेन्ड गर्छ। त्यसलाई चाहिँ तपाईँले पब्लिक गराउनु भयो भने यो भाइरल हुने सम्भावना हुन्छ। पब्लिक भनेको फ्रेन्डभन्दा पनि माथि, जति पनि फ्रेन्ड बाहेकको साथीहरू फलोवर्सहरूमा यो चाहिँ फेसबुकले रिच पुर्याउँछ। त्यसकारण मैले यसलाई पब्लिकमै पोस्ट डन गरेँ है त। त्यस्तै गरी यहाँ लेखेको छ क्लोज क्याप्सन, यसलाई चाहिँ अटोमेटिक क्लोज क्याप्सन भन्नेमा अन गरिदिनुहोस्। त्यसै गरी यहाँ देख्न सक्नुहुन्छ सी मोर सेटिङ, यहाँ क्लिक गर्नुहोस्। यहाँ तपाईँहरूले यो स्टार भन्ने मेरोमा लगइन भइसकेको छ, यो स्टार भन्नेलाई अन गरिदिनुहोस् ताकि तपाईँको फोटो भिडियोमा लाइक गर्छन्। लाइक गरिसकेपछि कसैले स्टार पठाइदिनु भयो भने तपाईँलाई चाहिँ पैसा अर्निङ हुन्छ। त्यस्तै गरी यहाँ देख्न सक्नुहुन्छ अनमनीमा स्टार देख्न सक्नुहुन्छ, यो भइसकेको छ माथि स्टार, मैले लगइन गरिसकेँ। यहाँ देख्न सक्नुहुन्छ इन्भाइट कोल्याबोरेटर, यो इन्भाइट कोल्याबोरेटर जुन तपाईँले बनाउनु भएको छ कोही साथीलाई, तपाईँले आफ्नो फेसबुकमा जुन पोस्ट गर्नुभएको छ त्यो अर्को साथीकोमा पनि सेम देखिन जान्छ। यो गर्दा पनि तपाईँकोमा केही चाहिँ फलोवर्स लाइक भ्युज बढ्ने सम्भावना हुन्छ। यो चाहिँ त्यति गर्नैपर्छ भन्ने छैन, मेन माथिको कुराहरूलाई तपाईँले ध्यान दिनुपर्ने हुन्छ। यसपछि तपाईँले सेयर नाउ भनेर यहाँ देख्न सक्नुहुन्छ, सेयर भयो। यसपछि तपाईँहरूले यहाँ देख्न सक्नुहुन्छ रनिङ कपिराइट स्क्यान भनेर देख्न सक्नुहुन्छ। यो चाहिँ तपाईँको कपिराइट छ कि छैन भनेर फेसबुकले स्क्यान गर्दैछ। यदि कपिराइट भएको भए फेसबुकले हटाइदिन्छ है त। त्यसै गरी ध्यान दिनुपर्ने कुरा अर्को पनि एउटा छ, तपाईँहरूलाई म देखाउन गइरहेको छु। सबैभन्दा पहिले तपाईँहरू आफ्नो प्रोफाइललाई क्लिक गर्नुहोस्, फेरि पनि तपाईँहरूले प्रोफाइललाई क्लिक गर्नुहोस्। तपाईँको यहाँ देख्न सक्नुहुन्छ पोस्ट एबाउट रिल्स फोटोज इभेन्ट्स भन्नेमा देख्न सक्नुहुन्छ। तपाईँको यो रिल भन्ने अप्सन छ, यसमा क्लिक गर्नुहोस्। रिलमा देख्न सक्नुहुन्छ तपाईँले यहाँ सेभ लाइक सेयर निड रिभ्यू भन्नेमा क्लिक गर्नुहोस्। यहाँ देख्न सक्नुहुन्छ तपाईँहरूले नो म्युटेड रिल्स भनेर देख्न सक्नुहुन्छ। तपाईँकोमा सेम यस्तो चाहिँ देखाउनु पर्ने हुन्छ। यहाँ तपाईँकोमा केही कपिराइट इस्यु छ भने यहाँ देखाउँछ, त्यस्तो नोटिफिकेसनले तपाईँको भ्युज इङ्गेजमेन्ट घट्दै जान्छ।
तपाईको मोनेटाइजेसन पनि हुँदैन। यो ध्यान दिनुपर्ने हुन्छ। त्यसैले चाहिँ तपाईले यहाँ देख्न सक्नुहुन्छ नो म्युटेड रुल। यस्तो खालको तपाईकोमा पनि देख्नुपर्छ, तब मात्र तपाईको फोटो भिडियो लाइक रिल्सहरुमा भ्युज जान्छ है त। हस् त साथीहरु, तपाईहरुले बुझिसक्नुभयो फेसबुकमा भ्युज लाइक कसरी बढाउने, फलोअर्स कसरी बढाउने। मैले बताए अनुसार तपाईले फेसबुकमा सेटिङ मिलाउनु भयो भने तपाई एक दिन अवश्य पनि फेसबुकबाट पैसा कमाउन सक्नुहुन्छ भन्दै अर्को भिडियो ल्याउने गरी यो भिडियोबाट बिदा हुन्छु। नमस्कार सबैजनालाई।